आज म देखाउनेछु हजुरहरूलाई संसारको सबैभन्दा महँगो पेन्टिङ, जसको प्राइस सुनेर हजुरको होस उठ्नेछ। नम्बर 3 मा रहेको छ दि कार्ड प्लेयर्स। यसलाई पोल जेसिनले बनाएका थिए। यो पेन्टिङले संसारको सबैभन्दा महँगो पेन्टिङ हुनुको वर्ल्ड रेकर्ड बनायो जब यसलाई 2011 मा 250 मिलियन US डलरमा कतारको रोयल फ्यामिलीले किनेका थिए। नम्बर 2 मा रहेको छ इन्टरचेन्ज। यो पेन्टिङको आर्टिस्ट रहेका छन् विलियम डे कोनिन। यो पेन्टिङले दि कार्ड प्लेयरको रेकर्ड टुटाल्दै संसारको सबैभन्दा महँगो पेन्टिङ हुनुको वर्ल्ड रेकर्ड तब बनायो जब यसलाई 2015 मा 300 मिलियन US डलरमा अमेरिकन बिलियनियरले किनेका थिए। नम्बर 1 मा रहेको छ, आई होप हजुरले मोनालिसा सोच्नु भएको होला, तर त्यो होइन। नम्बर 1 मा रहेको छ साल्भेटर मुन्डी। यो पेन्टिङलाई जिनियस लियोनार्डो दा भिन्चीले बनाएका थिए। 2017 मा यो पेन्टिङले सबै पेन्टिङहरूको वर्ल्ड रेकर्ड टुटाल्दै आफ्नो नाम गिनिस बुक अफ वर्ल्ड रेकर्डमा लेखाउन सफल भएको थियो जब यसलाई 2017 मा साउदी अरेबियाको किङको छोरोले 450.3 मिलियन US डलरमा किनेका थिए।